आजरी भने नेपपको समथिङको कन्टेस्टेन्ट छैन लाइभमा छैन ब्रो के आवाज गरेर हेलो आरजेडी छैन लाइभमा लाइभमा आउनु मेसु ए आउ त हो र एक्सेप्ट गर रे जो पाइदिएको एक्सेप्ट गर्दैन मैले लेभल हुनुपर्छ लेभल मिल्नुपर्छ को तिमीहरू किन मलाई रिक्वेस्ट गरेर ओइ थगलाई डिमन आम्मा म के साह्रो मान्छे आएको भने 230 जना रे यार 230 जना जाऊ युट्युबमा गएर 230 कमेन्ट हानिहाल त 1K पुरो सबजना कगजको के प्रब्लम हो हेरौँ न आरजे आउँदैछ को आरजे ल आउनु भन नि त आउनु हेरौँ न के रहेछ कुरा आज रिक्वेस्ट आरजेडी ड्रिम्स सरी नाम इन्भाइटै गरिदेऊ न त्यहाँबाट खुल्यो त इन्भाइट गर्न मिल्छ मैले फिल्टर फेरि रिस उठ्दा बेलामा यस्तो फिल्टर हाल्ने काम ऊ भर्खर नोजालाई कल गरेको उपलब्ध हुन सकेन अरे छैन यार मेरोमा त आउँदैन रहेछ यार त्यो म चाहिँ फुच्चेलाई चाहिँ म एड गर्दिनँ लाइभमा हामी त लाइभमा आउँछ एभ्री अपडेट दिइरहेको छ तिनीहरू पुसिहरूले त अपडेट नै ल्याएको फेरि बोल्यो फेरि आयो मेरो भन्दा बढी दुश्मन त उसको छ भने गयो यार खोइ अब धेरै बेर कुट्न सक्दिनँ है म आउने भए आइहाल छ्या मोडरेटर के हो एड मोडरेटर टु इयर लाइभ के हो मोडरेटर मिल्छ इन्भाइट गरौँ न रे लाइभमा आउ न लाइभमा को दौडेर को उमेश हो के ल तिम्रो कपाल यस्तो छ मुजी भित्र अस्ति त तिमीले क्याप लगाइरहेको थियौ क्या ओइ आउ नि त लाइभमा यहाँ हुलुङ्गा भइसक्यो आउ त यहाँ हल्ला खल्ला छ पुरै मार्केटमा ल हान्दिन ल म आज गनै झिक्दिनँ म आज गन अर्को कोठामा छ आज ए होइन ओ यही कोठामा रहेछ सरी ओ यहीँ रहेछ सरी जिमी बार्बर बिर्सा छैन नि ब्रो जिमी दाई किन बिर्सिने होला राम्रो हामीसँग बवाल मिल्छ जिमी दाई हामी चाहिँ मिल्छ आजरी आयो नि खै त यहाँ किन नआएको त नि कसलाई हेरेर त आयो थियो तँहरूले मुर्गा हानेर हो अब एकचोटि यसरी मुर्गा हान्छ नि फेरि बिहान कि टुट म आउँछु नि फेरि त्यहीँ यो हेर त म चाहिँ जिरे भाइले के बोल्या हटाइदेऊ नि त नि ब्लक हान्नु न ब्लक ल जा कति रमाइलो है अब हेर न धेरैजना भएपछि त फाल्न मजा आउँदो रहेछ के अब छँदैछ यहाँ धेरै 2-4 जना किन राख्ने कि हेटरलाई अरू बेला भए त होइन हेटर पनि 10 जनाले हेरेर हुन्छ चिने हेटर पनि इम्पोर्टेन्ट हुन्छ कस्तो मजा है नला घरमा बसेर गाली दिन्न ओइ झाटको बाल रे वडा नम्बर छ ए यत्रो भयो पवललाई आजले हान्छु भन्दै थियो लाइभमा तिमीहरूको गेम मैले बुझिसकेँ तिमीहरू हावा कुरा गर्छ कि यहाँ यिनीहरूले मलाई उस्काउन आउँछ कि तिमीहरू मैले थाहा पाइसकेँ आजलाई यहाँ आऊ भन न म कुरिरहेको छु कि कसम भने नो ब्याड ब्लड के यहाँ आउनु बरु म मिलाइदिन्छु कि इन्डस्ट्री सबलाई सँगै मिलाइदिन्छु बरु सबलाई अब यो पातले भाइलाई चाहिँ म एक्सेप्ट गर्दिनँ है यो भाइले अलिकति वेट गेन गरेर आउनुपर्छ जस्तो लाग्यो
अलि भन्दा नि उमेर बढेर नागरिकता बन्ने एज भएपछि बल्ल आऊ के 18 वर्षको छ 1 वर्ष कुरा नमुजी 19 त पुग छोडो यस्तो कुरा ओके आरजेडीलाई बोलाउने अब यिनीहरूले त्यहाँ गएर त्यो आरजेडी भन्दैन मेसेज यो फुच्चेले मलाई गरिरहेछ के लाइभमा हेर न गल फुच्चेले हेर न फेम खोज्न आएको यो हो नि त मलाई डिस हान्ने खासमा तोरी फुच्चेलाई एडै गरिदिनु हो गीत आइसक्यो जाऊ सुनेर आऊ पैसा कमाऊ चार्ज गरिदिनु नरहेछ मेरोमा चार्जै छैन ल त्यत्रो बेर छोडेर गएको जाने एक्सेप्ट आरजेडी रे खै ल गयो त हेर्छु खै त आरजेडी छैन क्या यहाँ त्यो मुजी फुच्चे मात्र छ त्यो अननोन फुच्चे अपरिचित फुच्चे आएको छैन मलाई रिक्वेस्ट स्क्रिनसट पठाइदिनु तिमीहरूलाई खै त आयो खै त बाबुराले मेरो पनि हालेको रहेछ हामीले कन्टिन्युस सुनिरहेको छ अनि आउरे दामी जस्तो म त खै के गर्नु ठिक छ मलाई मलाई फेसमा ओ डरबुक जानु उतारे म यहीँ छु कि भने आइज भन न यार चाटेछ यो फुच्चे आइरहेछ क्या यो मुजी यस्तो मुजी फुच्चेहरूलाई चाहिँ म एक्सेप्ट गर्दिनँ यार क्यान्सल हिम आउँछ कि कसलाई क्यान्सल हान्ने नोरजाल त छुन पनि सक्दैन नोरजा त हाम्रो टोलमा छिर्न पनि सक्दैन मुजी बाहिर गेटमै बिठाइसक्छ त्यो रिङ रोडै नचिरे हुन्छ क्या नोरजा रिङ रोड बाहिर बस्छ त्यो रिङ रोड बाहिर नै बसेको राम्रो फेरि रिङ रोड छिर्न रहेको होला आज लाइभमा छ अरे हेर त एकदम क्या मुर्गा हान्ने रन्डीका चार्टहरू लास्ट मुर्गा हान्ने कि तिमीहरू